Namaste, hello everyone. Welcome back to my YouTube channel. It's me, Dinisma. So today we're gonna do a short vlog. So my father brought fish. Now he's gonna cook it. आज चाहिँ हाम्रो घरमा मैले के ल्याएको छ लिनेसमा थाहा छ तिमीलाई? Matcha. माछामा पनि के ल्याएको छ थाहा छ? Tajina. सार्क. Catfish? सार्क. Shark? सार्क. यस, स्मल सार्क. यो चाहिँ कति पैसा पर्यो थाहा छ? Kati. 2 करोडको सार्क. Havi? 2 करोड. अब बाबाले सार्क निकालेर खाइदिन्छ. Oh no. के हो यो? Shark. यो के हो? Fish. लिनेसमा खाइदिन्छ अब. Nice. खाइदिन्छ. Nice. ए ल अब बाबाले चाहिँ Cat. माछा बनाउँछु. अब यो सबै अब केलाउँछु हैन, यसको सबै भित्र फोहोरहरू फाल्छु अनि त्यसपछि कुक गर्नुपर्छ बाबासँग है. Cook गरेर घाम खान. हो ल ल म चाहिँ अब माछा केलाउनुतिर लागे. लिनिस मलाई चाहिँ फिस अलिअलि मनपर्छ. अलिकति होइन धेरै. धेरै मनपर्छ. लिनिस मलाई चाहिँ फेभरेट उसको चिकन हो, त्यसपछि माछा. फिस हो. तपाईँ अस्ति कसरी बनाएको मलाई त्यही बनाउनु. पहिला फ्राई गर्ने, त्यसपछि झोल गर्ने. ल मैले चाहिँ अब सार्क भन्ने माछाको चाहिँ यसरी छाला फालेर हैन छोरी, यी यस्तो छालाले यस्तो मासु हेरेर हेर्दै नि खाइदिन जस्तो है छोरी. खाइन्छौ? नाइ खान्छौ? नाइ. हो यस्तो बनाएको छु. यो चाहिँ स्पेसली लिनेसवाको मम्मीलाई हो हैन. ओके ओके ओके. म काट्दैछु है त छोरो है. यसरी काट्ने कि छाला चाहिँ टक्क यसरी गर्ने, सानो चक्री टुटी सरी फुट 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 गर्नुपर्छ कि यसरी फुट होइन त. आछ ल ओके ओके. हेलो हेलो. ल मैले चाहिँ अब काटकुट गरेर सबै माछा चाहिँ काटकुट गरेर यस्तो बनाइसकेँ है छोरी. अब यसलाई चाहिँ के गर्ने हामीले? काट्ने होइन त के हो पकाउने. फ्राई गर्ने कि झोल बनाउने? तपाईँ कसरी ग्रेभी. ग्रेभी बनाउनु. मम्मीले चाहिँ के भन्ने छ, झोल बनाउनु हुनेछ, हेल्दी हुन्छ भनेर छ. सो त्यसैले है यो एकछिनमा म्यारिनेट हुन्छ. म्यारिनेट भइसकेपछि अनि एकछिनमा झोल बनाउँदा झोलमाथि चिच्चु हाल्नुहुन्छ. वेलकम टु गुरुङ फ्यामिली भ्लग. ल मैले चाहिँ कपाल काटेर नि आइए बिहान होइन छोरी. कस्तो देख्यो? ठिकै छ. ल अब मैले चाहिँ लिन्समालाई टक्क लाएर नेपाली गीत आज सिकाउँदैछु होइन. नेपाली गीतमा के छ छोरी? कुन गीत छ? परेलीमा. परेलीमा लुकाएर खान है त. ल रेडी? तिमी रेडी छौ? लिरिक्सबाट है त. तपाईले गीत गाउनु ल. ल परेलीमा यसरी परेलीमा परेलीमा गुड परेलीमा लुकाएर खान अनि अङ्गालोमा बाँधी राख डाउन है. परेलीमा लुकाएर खान लुकाएर खान लुकाएर खान लुकाएर खान रा के छ? रख होइन कि राखन. दुईटामा यो परेलीमा लुकाएर खान अङ्गालोमा बाँधी राख जान नदेऊ रोक न रोक
उड्न नदेऊ उड्न नदेऊ आकाशको चरी जस्तै मलाई आकाशको चरी जस्तै मलाई है त जान नदेऊ रोक नरोक उड्न नदेऊ आकाशको चरी जस्तै मलाई अब ठक्कै यहाँबाट के हुन्छ बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा हिजो मलाई यो त तिम्रै सहारा हो यसरी जान्छ कि यसरी भनौँ ल लिनिसमाले यति भयो नि सिकेछ होइन अब सुरुबाट टक्क छोरीले गाउँछ है बाबाले गिटार बजाउँछ बाबाले गीत गाउन तिमी मात्र गाउने हस् ल रेडी 1 2 3 गो परेलीमा लुकाएर खाना अङ्गालोमा गुड बाँधेर खा परेलीमा लुकाएर खाना अङ्गालोमा बाँधेर खा जान नदेऊ रोक नरोक उड्न नदेऊ आकाशको चरी जस्तै मलाई बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो गुड साँचेर राख तिम्रै आँखामा यो त तिम्रा सहारा हो वाह 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 गुड गुड ल ल ल ल अब नेक्स्ट अब अर्को अरू सिक्नुपर्छ है आजले यति नै है ल गुड 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 यो लिनुसमा गुरुङले 2-3 घन्टा भइसक्यो के बनायो यो छोरो खै हेरौँ यसो लुक यसो ओहो खतरा बनाइदियो छोरी तिमीले त ओहो के हो यो बाख्रा जस्तो यता देखि होइन यो ट्याग बाख्रा जस्तो हो यो त नम्बर हुन्छ यो ट्यागमा बट म नम्बर हाल्दिनँ बिकज फेरि नराम्रो देख्छ म त ए ल ल कम्प्लिट भएपछि देखा कम्प्लिट भयो ए यो म देखाउन पर्छ आन्टी त आन्टी कसरी देख्छ ल ल 1 hour later.
मेरो बाबा माछा बनाइसक्यो, भात बनाइसक्यो, सबै बनाइसक्यो। अब यो माछा भात पकायो वाम वाम खाने। अब सबै रेडी भयो नि हामी एकछिनमा आउँछु। ल अब चाहिँ माछा पनि लगभग पाक्यो। अब यो लास्ट हाम्रो धनिया एकदम यो हाल्यो भने टेस्ट राम्रो, बाबा। वासना राम्रो। हजुर तपाईँको कपाल काटेर राम्रो देखेछ नि। हो र अँ। राम्रो भएको छ। अँ। आर्मी पर काट्दै आज त उम्, है। अँ। ल अब धनिया हाल्छु है। Yes. ल आउनुहोस् त यहाँ देख्नुहोस् त स्वाट्ट देखेको छैन? अँ। स्वाट्ट 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 स्वाट्ट। वाउ इट्स लुक डिलिसियस है। लिनुहोस् न अँ। मम्मीलाई कस्तो लाग्छ फेरि मम्मी पनि यहाँ गर्छ। ल बुढी ट्राई गरेर त कस्तो भएको छ ल ट्राई गरेर ल भन कस्तो छ सुप ट्राई गरेर पहिला। के छ अनेस्ट रिभ्यू दियो त। दामी छ बुढो, दामी हो। हो हो ल थ्याङ्क यू मेरो बुढो। ल खाऊ ल दिदी खाम। ल आजको चाहिँ मैले बनाएको यो माछा करी टक्क ल लिनुहोस् खाऊ कस्तो भएको छ ट्राई गर। दिदी अलिकति चटो चाहिने यहाँ छ है। खाए ल खाइसक्यो ल। लसुन है, लसुन बढी लाग्यो कि अब केही बढी भएन। लसुन त अलिक बढी भयो तर मिठो भएको मिठो भयो अरे मिठो भयो यहाँ काँक्रो कहाँ होला है सक्यो। काँक्रो सक्यो। म आफूले बनाएको आफूलाई मिठो लाग्यो हजुर किन मिठो लाग्यो बुढो थोरै भएन माछा। होइन एकैचोटि खानाको त्यहाँ सुन्नु अलिक बाँकी भयो राखेको अलिक तिमी खाऊ भोलि। मिठो माछालाई। मिठो लाग्यो? So we're gonna finish eating because the storage might run out, you know. Also, I hope you enjoyed this short video, everyone. Make sure to like, subscribe, comment, share, and hit the bell icon. Bye, everyone. Bye bye.